त्यो बहिनी त्यो फोर आयो भन्ने बहिनी हो मेसेजमा मेरो कुरा भयो हो पहिला बहिनीले बुझेको रहेन रहेछ होइन बहिनीले बुझेको रहेन रहेछ पहिला हो सानो छ नि त बुझेन छ उसले ट्रोल गरेको हो कि हामीले उसलाई उसको एचिभमेन्टमा चाहिँ रमाएर पुस गरेको हो कि होइन उसले त्यो चाहिँ थम्याउनु सकेन सो आई गेट इट म बुझ्छु पनि किनकि म पनि अलिकति हिजो तातेर भने कि होइन तर हुन्छ नि अब क्लास 10, 11, 12मा पढ्नेहरू आई स्वेयर टु गड हो साँच्चै भन्नुपर्दा मैले तिमीहरूको कुरामा चित्त दुखाउने पनि होइन क्या तिमीहरूले जे बोले पनि तिमीहरू हुन्छ नि अति सानो भनेर मैले बुझ्नुपर्ने चाहिँ अलिकति हो जस्तो पनि लाग्छ तर त्यो बहिनीले आएर राम्रो कुरा गर्यो दाइ मलाई प्लिज यो टपिकमा नराखिदिनु मैले यसरी गर्नु खोजेको होइन भनेर हुन्छ नि उसलाई पनि फर्स्टमा बुझेन रिक्समा के मेसेज पठायो भन्यो ट्याग गर्यो स्टोरी होइन तर पछि आएर उसले बुझ्यो मैले पनि उसलाई बुझाएँ बहिनी यस्तो हो यो कुरा भनेको रमाउने मुमेन्ट हो यसमा तिमी खुसी भएर बस्नुपर्छ फर्केर हेर्दा पनि पछिको दिन एउटा रमाइलो मुमेन्ट थियो जसमा म त रोएर बसेँ म त रमाइनँ नै भन्ने रिग्रेट नहोस् यो भनेको खुसी हो CR7 भाइले हाम्रो CR7 हो र भाइले के अरे त्यो एकचोटि यसो उसको इम्प्रेसन जस्तो गरिदिएको थियो त खुसी हुने कुरा होइन मान्छेहरू यहाँ मलाई च्याटमा होइन दाइ बरु म फेल हुन्छु मेरो फेल भएको रियाक्सन गरिदिनु नि यार बरु त्यो भन्दा त भनेर त्यस्तो गर्छ मान्छे बौलाउँछ यार मान्छे खुसी भएर अरे मैले मेरो भिडियोले एट्र्याक्सन पाएँ यार मलाई हेरेछ भनेपछि मलाई देखेछ अनि यिनीहरूले देख्यो भने यिनीहरूलाई पनि अरूले हेरेर देखेछ यो चाहिँ मैले गर्दा क्रिएट भएको सिन हो है यो जे हुँदैछ मेरैबाट आएको है यो चाहिँ भनेर बुझ्नुपर्छ क्या मैले त्यति एउटा भिडियो बनाएकोले म नेपालमा भिडियो बनाएको उहाँ चाहिँ अब झापालिस दाइ युएसएमा अब सेम मेरै जस्तो एक्टिङ गर्दै रहेछ भनेर खुसी हुनुपर्छ क्या म यहाँ भिडियो बनाएको उहाँ कहाँ कुन कोठामा CR7 दाइले मेरो इम्प्रेसन गर्दै रहेछ भनेर खुसी हुनुपर्छ क्या भनेर चाहिँ मैले उसलाई त्यो सम्झाएको सही होइन त अनि त्यही भएर कोही मान्छे नराम्रो केही यताउति कसैले चाहिँ त्यस्तो गरेको छेउ गर यताउति झुकेर पनि नगरिदेऊ उसले आफूले उसले मलाई सरी पनि भन्यो मैले पनि उसलाई सरी भने मैले पनि नराम्रो भन्नु हुने थिएन उसले पनि आएर फट्टै त्यसरी नबुझिकन फट्टै भनिहाल्नु हुने थिएन खालको कुरा भएको हो तर यसमा म्याच्युर भनेको म हो तर रिस उठेपछि चाहिँ फेरि मलाई रिस उठिहाल्छ क्या त्यही हो अनि सो त्यसको लागि चाहिँ बहिनी पढ सरी है मैले त्यसरी मैले भने स्ट्रिममै भनिदिन्छु म तिमीलाई मैले ट्रोल गर्नु खोजेको होइन सबैलाई थाहा छ यहाँ ट्रोल गरेँ त्यही भएर यिनीहरू पनि बिच्केको हो क्या किनकि जब हाम्रो इन्टेन्सन नै कसैलाई गिराउने ट्रोल गर्ने नराम्रो गर्ने नै थिएन हामीले त जे देख्यो त्यो गरेको हो नि जे देख्यो त्यो गरेको हो नि अब यहाँ एउटा भिडियो लगाएर यसको सेम गरिदिन्छु भन्ने यहाँ गऱ्यो भने कहाँ त्यो नराम्रो हो त हो त्यही भएर कसैले केही नगरिदेऊ है सी इज गुड उसले राम्ररी आएर कुरा गर्यो उसले Negative 50 rupees. रियलाइज त गर्नै पर्यो नि